पनि कुरा सुनौ है साथीहरु विवाहित बन्धनमा बाँधिएको बेला कहिले पनि मलाई चाहिँ त्यस्तो फिल भएन हैन किनभने म बिहे गर्नुभन्दा अगाडि पनि म यस्तै हुन्छ नि एकदम फ्रिडम लाइफस्टाइल जिरहेको थिएँ हैन अनि अहिले बिहे गरेपछि पनि म जस्तो खुल्ला तरिकाले जिउँथे त्यही तरिकाले मैले जिउन पाइरहेको छु नि त त्यही भएर चाहिँ मैले बिहे गर्दा त्यस्तो धेरै डिफ्रेन्ट पाइनँ अझ मैले त बिहे गरेर सपोर्ट माया साथ हैन मेरो सास ससुराबाट मेरो घर परिवारबाट मेरो बुढाबाट अझ मेरो सिंगल लाइफ भन्दा पनि अझ धेरै सपोर्ट पाइरहेको छु नि त सो त्यही भएर पनि मलाई जस्तो बिहे गरेर कहिले पनि त्यो रिग्रेट वाला भएन क्या अनि अस्ति नै मैले टिकटक बनाएको थिएँ अनि मम्मीसँग जस्तै यो फनी वेमा टिकटक बनाएको थिएँ क्या बिहे गरेपछि थाहा पाउलिस् तेरो पोइको घर गएपछि थाहा पाउलिस् भन्ने टिकटक बनाएको थिएँ होइन यस्तो भनेर चाहिँ खोइ त हामीलाई बिहे गरेर पनि मस्ती छ त भनेर टिकटक बनाएको थिएँ त्यतिखेर चाहिँ कमेन्ट देखेँ क्या बच्चा नभइन्जेलसम्म हो तेरो चुरी फुरी हेरौँला भन्थ्यो होइन बच्चा भएपछि पनि के भयो त अनि आफूले त्यस्तो अब दुःख गरेर होइन 9 महिना भुरीमा बोकेर राखेपछि त जसो तसो पालौँला नि त साथीहरू होइन के गाह्रो छ र संसारमा बच्चा पाउने व्यक्ति त म एकजना मात्र पनि होइन संसारले बिहे गर्दै नानी पाइरहेको कस्तो बुढाहरूले जस्ती जन्मेका बच्चाहरूले त बिहे गरेर नानी पाइरहेको छ खोइ उनीहरूको जिन्दगी चलिरहेको छ त मैले भिडियोमा केही बोलिरहेको छु भने लाइफको बारेमा बोलिरहेको छु त्यो लाइफको बारेमा बोलेको नि त मैले अरू कसैको लाइफको बारेमा बोलेको होइन नि त लाइक अब सबैको कहानी मैले अर्काको जिन्दगीको ठेगा त लिएको छु त साथीहरू छैन नि त अनि मैले त मेरो लाइफमा भएको म मोज गरिरहेको छु बिहे गरेर पनि भनेर त मैले मेरो लाइफको बारेमा भनेको तर उहाँहरूलाई पर्छ हेरौँला कति दिनको तेरो चुरी हेर्नुहोस् म त एभ्रिडे देखाउँछु मेरो लाइफ म बिहान उठेदेखि राति नसुतेसम्म मेरो जिन्दगी मैले तपाईँहरूलाई देखाएर हुन्छ र तपाईँहरूले हेर्न चाहिँ भुल्नु भएन साथीहरू कदापि पनि साथीहरू होइन त किनारे से चलो दोस्तो होइन किनारे से मत चलो दोस्तो बीच रास्ते से चलो दोस्तो ऊपर चलो दोस्तो भने जस्तै अब त्यो सबैको आफ्नो आफ्नो छ नि त अब हर कोही मान्छे दुःखै पाएको छ भन्ने पनि छैन साथीहरू होइन हर कोही मान्छे बिहे गरेर सुखै मात्र पाएको छ भन्ने पनि छैन होइन मान्छेले आफ्नो जिन्दगी कसरी जिरहेको छ त्यसमा पनि डिपेन्ड गर्छ यो कुरा मैले गरिरहँदाखेरि मलाई के भन्छ सबै कुरा त पैसै त हो नि कान्छी हो त्यो पैसा पनि त मलाई कसैले ल्याएर ला भनेर दिएको त होइन नि त पैसै त हो नि हामीले नै मेहनत गरेर आफैले बनाएको चिज हो नि त हो त्यही भएर फेरि समाजमा यो संसारमा माया भन्दा ठुलो फेरि मलाई पैसै लाग्छ है साथीहरू किनभने अहिलेको टाइममा खै के भन्दा के व्यक्तित्व कला वाद विवाद प्रतियोगिता भयो भने त मैले त दुईटैमा हानिदिन्छु होला अब माया ठुलो कि पैसा ठुलो भन्दाखेरि मैले पैसामा पनि लोभ वाद विवाद के भन्छ त्यसलाई इङ्ग्लिसमा वाद विवादलाई अब हामीले नेपाली स्कुल पढेको आउँदैन क्या त्यो अलिक भनिहाल्नु आउँदैन त्यो वाद विवादलाई के भन्छ होइन तर पैसा भन्दा धन के ठुला के भन्छ हौ पैसा भन्दा माया ठुलो भन्दाखेरि मैले मायाको नि ओभर बयान माया भन्दा धन ठुलो भन्दा मैले धनको नि ओभर बयान गरिदिन्छु क्या तर जे जस्तो भए पनि साथीहरू आफ्नो जिन्दगी आफूले कसरी जिउन सकिन्छ भन्ने कुरामा चाहिँ आफूमै भर पर्छ क्या मैले बिहे गर्नेबित्तिकै ल म एउटा बुहारी भएर मैले घर सम्हालेर बस्नुपर्छ म चाहिँ एकदमै एउटा क्राइटेरियामा बस्नुपर्छ म चाहिँ एकदमै बाँधिएर बस्नुपर्छ मेरो लाइफस्टाइल त्यसरी नै जान्छ नि त तर म पहिल्यैदेखि सानैदेखि सायद मर्दा लाग्छ म जन्मेदेखि नै म यस्तै नेचरको होला होइन अनि यस्तै नेचरको भएर पनि अनि म यस्तै नेचरको यस्तै खालको लाइफस्टाइल रोजेँ जुनमा चाहिँ मेरो बुढाले पनि सपोर्ट गर्नुभयो मेरो घर परिवार सबैले सपोर्ट गर्नुभयो नि त होइन आफ्नो बुढाले सपोर्ट गरेपछि घर परिवारले सपोर्ट नगर्ने भन्ने कुरै हुँदैन नि त साथीहरू सबैसँग सबैको जिन्दगी कहाँ मिल्छ त अनि त्यही भएर कुरो गरेको हो त्यो मन होला त्यो हामीले बनाएको हो नि त जेसुकै हो साथीहरू यो कुराहरूलाई साइडमा लाएर मलाई ह्याप्पी एनिभर्सरी भन्नुहोस् त म सुन्न चाहन्छु ह्याप्पी एनिभर्सरी बेबो एन्ड भाइरस म कति दिन म पहिला त्यस्तो सेलिब्रेसनहरू गर्दिनँ थिएँ तर गर्नु पर्ने रहेछ जीवनमा आफूलाई खुसी लागेको खुसी दिने चिजहरू रहर लागेको चिजहरू मन लागेको चिजहरू अहिले नै गरिहाल्नु पर्ने रहेछ क्या साथीहरू जिन्दगी त 2 दिनको भन्छ नि त तर कसरी छ 2 दिनको म त जन्मेकै 3 वर्ष भइसक्यो बिहे गरेकै 3 वर्ष भइसक्यो अनि 2 दिनको मात्र हो रहेछ त्यो जिन्दगी होइन रहेछ जिन्दगी त लामो रहेछ अनि हो यो लामो जिन्दगी पनि भर हुँदैन भोलिको दिनमा अहिले जे छ भोलिको दिनमा यो हुन नि सक्छ भोलिको दिनमा के हुन पनि सक्छ हो त्यही भएर भोलिको लागि चाहिँ केही कुरा पनि पर्खेर नबसौँ साथीहरू सक्दो जिन्दगीमा इन्जोय भन्ने चिज चाहिँ गरौँ जुन चिज काम पनि गरौँ इन्जोय पनि गरौँ होइन सही हो बेबोको कुरा सबभन्दा पहिला चाहिँ ह्याप्पी एनिभर्सरी बोथ अफ यु हाम्रो भाइरस एन्ड बेबोलाई चाहिँ वैवाहिक जीवनको एकदमै धेरै शुभकामना छ हिजो मैले भिडियो हेर्न पाएन आज बिहान हेरेर मैले कमेन्ट पनि छोडेको छु होइन अनि यही भिडियो मार्फत स्पेसली
यहाँ टिभीमा देखिँदैछ क्या टिभी देखियो भने फेरि त्यहाँ उयो हुन्छ एन्ड सो यस गाइज अब दुनियाँका काम तो कहना है कहने दो हमारे बेबो त्यसमा मैले पनि भारी भरकम कमेन्टहरू देखाएको थिएँ चुरीफुरी यसको धेरै भयो पहिला पहिला यो पहिला गरेर पहिलाको कुराहरू जोड्छ क्या मान्छेहरू होइन छ नि सानै उमेरदेखि माथि उठेको मान्छे हो बेबो केही सिक्न सक्नुहुन्छ त्यसरी रिस आरिस गर्नुभन्दा पनि मान्छेले कुन कुरा सेयर गरिराखेको छ आफ्नो होइन त्यो कुरालाई बुझ्न जरुरी छ हावातालमा कमेन्ट फ्याँकिहाल्छन् त्यो कमेन्ट फ्याँक्नेको पछि हामी लाग्दैनौँ र पनि कहिलेकाहीँ चाहिँ चित्त त दुख्छ है जसको बारेमा त्यसरी भनिएको छ उसलाई चाहिँ चित्त दुख्छ सो एनिवे सपोर्ट गर्नेले धेरै सपोर्ट गरिरहेका छन् हामी चाहिँ अलवेज सपोर्टर हो होइन गलत भएको ठाउँमा चाहिँ यहाँनिर गलत भयो भन्ने पनि हामी आँट राख्छौँ तर सफा शुद्ध तरिकाले ओहो नाकी गाली गरेर चुरीफुरी कहाँनिर छ भने जसले कमाउँछ जसले म काट्छ त्यसले हात चाट्छ भने जस्तै होइन र कमाइराखेको छ हिँडिराखेको छ कति दुःख छ त्यो हिँडाइमा दिनभरि तपाईँ जस्तो मोबाइल थिचेर 2 थाल भात घिचेर बुढाको कमाइ अथवा आमा बाको कमाइमा बसेर यसरी कमेन्ट गर्न त भ्याएको छैन नि त उसले होइन आफ्नो लाइफमा कति उसले सङ्घर्ष गरिरहेको छ हिँडिरहेको छ उठिरहेको छ सुत्नेको ठेगान छैन खानेको ठेगान छैन बस्नेको ठेगान छैन बट तपाईँहरूलाई चाहिँ ओभर एक्टिङ लाग्छ मलाई चाहिँ यो कुरा चित्तै बुझ्दैन एनिवे हजुरहरूले बेबोलाई एनिभर्सरी यानि कि वैवाहिक जीवनको शुभकामना दिनुभएको छैन भने गएर दिनु होला है एन्ड हाम्रो तर्फबाट अलवेज माया रहनेछ थ्याङ्क्स फर वाचिङ दिस भिडियो गाइज लाइक कमेन्ट सेयर सब्सक्राइबको लागि धेरै धेरै धन्यवाद भन्दै स्वस्थ रहनुहोस् मस्त रहनुहोस् व्यस्त रहनुहोस् नराम्रो काम कहिले पनि नगर्नुहोस् हजुरहरूको दिन शुभ बितोस् सब्सक्राइब गर्नुभएको छैन भने प्लिज सब्सक्राइब गरिदिनु होला है त